मान्छे म बिरामी हुँदै भए पनि भिडियो बनाउनु भनेपछि त एकदम इच्छा जागर पलाएर आउँछ के साथीहरु। सो हेलो एभ्रीवन, वेलकम छ सबैजनालाई मेरो आजको अर्को मिनी ब्लगमा। अनि आजको मेरो मिनी ब्लग चाहिँ सुरु गरे ल। बिरामी भएर 2 दिन सुतेर म आज उठ्दैछु ल साथीहरु। अनि हिजो चाहिँ भाइहरु राति माछा मार्नु गएको थियो अनि म बिहान उठ्दाखेरि माछा केलाउँदै थियो भाइले। भन्दै माछा भनेर गफलाइहाल्यो साथीहरु। माछा चाहिँ 2टा मात्रै थियो अनि अरु चाहिँ पाहा थियो कि। अनि यहाँ हेर्नु न साथीहरु, कस्तो राम्रो माछा के, हेरे माया लाग्ने रातो खालको माछा थियो। अनि मैले दिनभरि उल्टाइ गरेर हेरेँ क्या। अनि खोलामा माछा पाहा खोज्दा सिमसाप पनि भेटेछ क्या भाइले। अनि लिइराख्थ्यो थियो अनि मम्मीले खिलाउनु हुँदैछ। अनि यता मेरो फुलहरुलाई पानी नलगाएको पनि कति दिन भइसकेको थियो क्या साथीहरु। अनि मैले फुलहरुलाई पानी लगाएँ। म बिरामी हुनुभन्दा 2 दिन अगाडि लगाएको थिएँ। अब बिरामी हुँदाखेरि त लगाउने कुरै भएन किनभने म सकेको थिइनँ साथीहरु। अनि यो चाहिँ खाना खाइसकेपछि भिडियो ल साथीहरु। अनि मम्मी चाहिँ यहाँ प्याजबारीमा पानी मल हाल्दै बसिरहनु भएको थियो क्या। अनि म पनि पछ्याउँदै गएर एकछिन बसेँ। अनि त्यसपछाडि त मेरो बौलाउने बेथाले छुइहाल्यो साथीहरु। तपाईहरुलाई मैले अस्ति नैको भिडियोमा भनेको थिएँ नि साथीहरु, बेला बेलामा मलाई बौलाउने बेथाले पनि छुन्छ भनेर। अनि यति गरिसकेपछि म सुतेको थिएँ। अनि दिउँसो उठेको थिएँ क्या। अनि नुहाएँ चट्टसँगले। अनि कस्तो भोक लाग्यो क्या। अनि त्यसपछि मैले आगो फुकेँ। अनि मेरो मनमा एक्कासी भटमास कुटेर खाने इच्छा जागर पलायो क्या। सो मैले अनि अलरेडी कराई चाहिँ बसिसकेको थिएँ। अनि भटमास लगाएँ। भटमास चाहिँ मम्मीले जहिले पेप्सीमा राख्नुहुन्छ क्या, किनभने पेप्सीमा राख्यो भने माउले खाँदैन अरे। अनि देख्न सक्नुहुन्छ मेरो पुर्खौली कप्लेरले चाहिँ म भटमास चलाउँदैछु। आज चाहिँ मेरो भोइस एकदम म साउन्ड सिस्टममा बोलिराखेको जस्तो फिल हुँदैछ क्या साथीहरु। किनभने रुगा लागेर एकदम कस्तो भोइस मेरो घोङ्राङ आइरहेछ जस्तो हुँदैछ। अब भटमास मात्रै नभएर अब मकै पनि भुट्न थाले साथीहरु। भटमास चाहिँ पाकिसकेको थियो। अनि यता मम्मीले भटमास खाँदै जारसँग मस्त खाँदै हुनुहुन्छ। जिन्दगीमा म जन्मेदेखि कतिचोटि मकै भुटिसकेकी साथीहरु, तर यति मजाले फुल उठेको चाहिँ कहिले थाहा थिएन के। हेर्दै राम्रो देखिँदैछ के, तर मैले भुटेको मकै चाहिँ एकदम सारो अनि कहिले फुल उठ्दैन थियो क्या। अनि त आज चाहिँ कस्तो मजाले फुल उठ्यो। अनि साथीहरु म चाहिँ पाकेको चिज अनि खानेकुरा चिज देखेर है कहिले पर्खेर खान सक्दिनँ क्या, चाली लागिहाल्छ। त्यही भएर ओराल्ने बित्तिकै मकै मुखमा लगाएको पोलेर अनि खाजा खाइसकेपछि मेरो ड्युटी पुरा गर्न जाँदैछु साथीहरु। तपाईहरु मेरो भिडियो हेर्ने जति सबैजनालाई मेरो ड्युटी थाहा छँदैछ। अनि आज चाहिँ म गोठाला गइनँ क्या, किनभने मम्मी जानुभएको थियो गोठाला। अनि घाँस काट्नुतिर जाँदैछु ल। अनि मेरो पछाडि देख्दै हुनुहुन्छ होला त्यो ठुलो रुखमा चाहिँ मैले चढेर घाँस चार्नु पर्ने हुन्छ। सो फाइनली साथीहरु मैले घाँस चारिसकेँ, तर मेरो घाँस त्यो रुखमा सबै अल्झेर है। अनि त्यसको कामै छैन नि त नि, किनभने त्यो घाँस काट्नु पनि मिल्दैन। अनि त्यही भएर त्यसलाई मैले ढाल्नु खोजेको ढल्दैन। अनि भुइँमा झरेर पनि दिनभरि हल्लाए झरेन के। अनि धेरै संघर्ष र मेहनत